चाहिँ खतरा डाँडामा आइपुग्यौँ। कस्तो दामी छ, ढुङ्गै ढुङ्गा भएको। के ठाउँ यो? खरीढुङ्गा हो यो? खरीढुङ्गा हो, खरीढुङ्गा। ए खरीढुङ्गामा आइपुग्यो हामीहरू। ठाउँ पनि बबाल छ डाँडामा, बाटो पनि बबाल छ, हिमाल पनि बबाल देखिएको छ, हामी मान्छे पनि बबालले देखेका छौँ। यस रमाइलो छ, ढुङ्गै ढुङ्गा जम्मा भएर छ हेर्न सक्नुहुन्छ। ओहो पहिरो गएको रहेछ तलतिर। ढुङ्गै ढुङ्गा छ, मुस्ताङ आएको जस्तै भयो यसमा। मुस्ताङ यस्तो छ कि छैन? म मुस्ताङ त गएको छैन, त्यही पनि यो मुस्ताङ जस्तो छ क्या, यो अप्पर मुस्ताङ जस्तै छ। अप्पर मुस्ताङ जस्तै छ यो। अनि यो जङ्गलहरू सबै काटेपछि, यो घाँसहरू काटेपछि अप्पर मुस्ताङ भएको नि। त्यसो त काठमाडौँ अप्पर मुस्ताङ। हेर न ऊ यतातिर, यो कोरोना बोर्डर जस्तै देखिरहेछ। ऊ च्याङ्ग्रा जस्तो छ, उनीहरू त च्याङ्ग्रा होला। हेर न, हो त हावा दामी चल्छ। आमा बब्बाल ठाउँ हामीहरू आइपुग्यो है। अब म बाहिर गएर अझै देखाउँछु तपाईँहरूलाई। बबाल ठाउँमा आइपुग्यो हामीहरू यहाँ। खरीढुङ्गा है, खरीढुङ्गा भन्दै हुनुहुन्छ, मलाई चाहिँ नाम थाहा छैन। खतरा छ हेर्नुहोस्। मैले भन्दैछु साथीहरूलाई, यो छ नि यिनीहरू जङ्गलहरू, यो सबै जङ्गलहरू फटानी गऱ्यो भने, निकाल्यो भने यो मुस्ताङ जस्तै देख्छ भनेर। तर मेरो कुरा पत्याउँदैन, साथीहरूले हेर्न सक्नुहुन्छ। यस्तो दामी छ। हाम्रो 3वटा गाडी मध्ये सबैभन्दा हामीहरू चाहिँ अगाडि छौँ। अघि उता मुडी बजार हो कि चुडी बजार हो, त्यो ठाउँमा हामीहरूले पुगेको तर आएनन् साथीहरू। त्यही भएर हामीहरू अगाडि आएर यहाँ फोटो खिच्नुलाई छौँ। म देखाउँछु फोटोभन्दा। ठाउँ हेर्न सक्नुहुन्छ, बब्बाल छ। ढुङ्गा चाहिँ कसले जम्मा गरेर राखेको हो थाहा छैन। बोतलले बोतल रहेछ, यस्तो चाहिँ नगर्नुपर्ने। यस रमाइलो रहेछ। हेर्न सक्नुहुन्छ, यो कार चाहिँ हाम्रो होइन, अरू सबै हाम्रो साथीहरू हुन्। जस रमाइलो भइरहेछ। फोटो खिचौँ न। कहाँ? ल 20 मिनटमा त आइहाल्छौँ नि। कस्तो दामी ठाउँ रहेछ। म चाहिँ छोटा भिडियो बनाउँछु है। एकैचोटि लामो भिडियो बनायो भने सायद तपाईँहरूलाई पनि हेर्ने फुर्सद छैन होला होइन। 2-4 मिनटको मात्रै बनाउँछु। हेर्नुहोस् यहाँ, यो अप्पर मुस्ताङ हो भनेपछि यसको यो चाहिँ च्याङ्ग्रा हुनुपर्छ। यसको दारी पनि आएको छ है, तर यो बाख्रा हो, च्याङ्ग्रा होइन। हजुर ल अब हामीहरू माथि जाँदैछौँ। खै मलाई त एकदम रमाइलो लाग्यो है। सबभन्दा म अगाडि आउँदैछु, अरूलाई के कुर्नु होइन। सबैले फोटो खिच्दैछन् उतापट्टि। उनीहरू चाहिँ हाम्रो ग्रुप होइन, हामीहरू चाहिँ धेरैजना छौँ। 3वटा गाडीमा त्यो 70 जना जति छौँ होला, धेरै चाहिँ छैनौँ। जिन्दगीमा होइन जे होस् रमाइलो गर्नुपर्छ है। पैसा कमाएर पनि मात्रै पनि हुँदैन। अझ सैलुङको भिडियो बब्बाल आउँछ, हेर्नुपर्छ। म सैलुङ चाहिँ गएको छैन, फर्स्टचोटि हो। यस्तो हरियाली त छैन होला सैलुङ। अरू त ठिकै छ कि होइन। यो ढुङ्गाहरू त कसले जम्मा गरेर राख्यो होला भन्ने लागिरहेछ क्या। उतातिर कति धेरै ढुङ्गाहरू जम्मा गरेर राखेको छ होइन। ठाउँ छ कि यस्तो ढुङ्गाहरू म देखाउँछु है। ल हामी चाहिँ यस्तो ठाउँमा आएका छौँ है। यो चाहिँ खरीढुङ्गा हो, मुडी बजारभन्दा अलि अगाडि उतातिर हेर्न सक्नुहुन्छ। यस्तो राम्रो छ। ल भयो, अब यो भिडियोलाई